हेलो वेलकम टु आवर च्यानल। अझ त्यहाँदेखि अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भने बेङ्गाल सफारी। अन्त हामी चाहिँ अहिले टिकट काउन्टरको तर्फ जाँदैछ होइन। अन्त कस्तो फिल हुँदैछ? गरम भाइ भन। छ त हाम्रो च्यानल। अन्त अब हामी जाँदैछ। कस्तो गरम छ त्यही माथि। सानो भएको हरिण भनेको थियो। हिरण हो हरिणहरू। हरिण भन्दैन हिरण भन्छ। हिरण हो एक्चुअल वर्डै हिरण हो। तैँले कसरी उयो मृग भन्छ ल आम्बो। यही बेच्दैछ। अन्त यिनीहरूलाई ए सरी उहाँहरूलाई याद छैन हिरण भनेको थियो। हरिण के हरिण भन्दै थियो। आइज देखा न अगाडि हिँड्न अगाडि गाडी हेर। यस्तो छ हालत किपाको चाहिँ हो। आइज यहाँ साइड कस्तो झ्याङ्गे उभिएको। गाडीभित्र पसिसक्यो। यस्तो छ भ्यू। अब म अगाडिको देखाउँछु ल। हेलो वेलकम ब्याक। अहिले चाहिँ अब हामी गाडीमा बसमा चढिसकेको छ। अहिले त्यहाँदेखिको अब स्टार्ट भएको जर्नी। गरम छ पुरा। एसी अन्त भाइ उता छ। भाइको नयाँ बेसी पनि छ। अन्त हामी अहिले जाँदैछौँ। के देख्यो? ए अब हामी चाहिँ उता साइड जान्छ ल। अब म देखाउँछु ब्यागमा कस्तो छ भनेर। ओके यो चाहिँ यो भिडियो दिस भिडियो इज नाउ ह्यान्डल्ड बाइ मी। कहाँ छ म त आँखै देख्दिनँ त है। ल कहाँ गयो जाँदैछ? उहाँ छ बाँदर। कहाँ गयो? यहाँ पनि कस्तो साह्रो रहेछ क्याप्चर गर्नु। गाडी पनि रोक्दैन रहेछ एकछिन पनि। यो अहिले हो। No you don't. के? ए उसका वो जू है ना, वो खाना पका के भी देता है। हाँ। हो त प्राइवेट हो। इससे बड़ा है उसका। एलिफेन्टहरुलाई पनि खाना उ आफै पकाएर चेक गर्छ। एक्जोटिक मंकी लेसर क्याट भनेको के हो? 200-300 एकड़ है ना एरिया। लामो छ त। एक एकड़। ये तो कितना होगा? इसकी प्राइवेट सफारी जो सफारी प्राइवेट है उसका। सो अब चाहिँ म कन्टिन्यू गरेको। अन्त अहिले चाहिँ अब हामी भित्र त्यो बर्ड्सहरू मङ्कीहरू के भेट्छ त्यति हेर्नु गएको। अघि त्यो जुन चाहिँ सफारी गएको थियो त्यो चाहिँ 250 को त्यो बसमा जाँदाखेरि चाहिँ पुरा सफोकेसन भएको थियो। अन्त त्यहाँदेखि अहिले चाहिँ अब हामी यहाँ जाँदैछ बाटोमा छ। अन्त मैले त्यो प्यान्टहरू पनि फोल्ड गरेँ कति छाडेर हिँड्दैछु। मलाई फरकै परेको छैन। उसके बाद यहाँ इतना पैसा नहीं है ना, उसके पास तो पैसा ही पैसा है ना। हमसे ले रहे हैं ना। हाँ ये लोग हमसे तो ले रहे हैं ना। हाँ पर ऐसा है ना, वो लोग आधा तो खा, यहाँ के लोग आधा खा लेते हैं,
वो लोग तो शौक से पाल रहे हैं ना, इसीलिए। मेंटेनेंस कितना होगा उनका? 100 एलिफेंट, 50 टाइगर। काइली जेनरलाई उयो उयो के अरे अनन्त अम्बानीको बिहामा छ नि, नेक्लेस झरेको थियो होइन, डायमन्डै झरेको त्यसको। निन्जा थोड़ी उयादेखिको रहेछ कि, यताबाट घुमेर जाउँ न। वैसे घूम के आएंगे ना, ये ऐसे। ए यता यता दिस वे किन्जाङ दिस वे लेखिरहेको छ। ये भी ऐसे। ऐसे घूम के आएंगे ना। चरा रहेछ ऊ। अम्बो किन तर्सेको भनेको। अब हामीले प्यारोटहरू देख्ने भयो। भाले भाले खोइ भाले खोइ ए यो एक चिकन रहेछ ऊ। मेरो लागि त सब खोइ ए काली चाहिँ हेरौँ न। चिकन हम जो खाते हैं वही दिखा रहा है। कुखुरा देखिन रहेको है। ये चिकन है। गली गली में घूम रहे थे। ये जंगली है ना, इसे पकड़ना नहीं, क्या भन्छ, इसे हम इजीली कैच नहीं कर सकते, ये बहुत तेज होता है। इधर भी होगा शायद, सिल्वर की। सो फ्रम हियर आई एम डुइङ भोइस ओभर। अन्त त्यहाँदेखिको हामी त्यहाँबाट ट्रेनहरू पनि थियो त्यहाँ, अन्त त्यो हेरिसकेर चाहिँ वी डिसाइडेड अन गोइङ एप्पल क्याफे। अन्त यहाँ सिमरन र म एन्ड द फुड वी अर्डर्ड के भन्छ लाइट फुडै हेरेको। अन्त त्यहाँदेखिको त्यो खाइसकेर चाहिँ प्रप्सहरू हेर्नु गएको। अन्त त्यहाँदेखिको प्रप्सहरू निस्किनु छैन उनीहरू, कति लाग्यो त, हाफ एन आवर लाग्यो होला उनीहरूलाई। त्यहाँदेखिको फेरि प्रप्स त्यसमै गयो। मैं हूँ ऐश और ये मेरा पिकाचू के अरे त्यो मैजिक कार्प तुम अपना चलो खतरा खतरा गफ छिटो। म्याजिक कार्प छ नि, त्यो याद आएर चाहिँ त्यो गर्नु गएको थिएँ। अनि त्यहाँदेखिको अरू प्रप्सहरू थियो, हामीले त्यो ट्राई गऱ्यौँ। अनि के भन्छ ओभरअल थाक्यो पनि तर मजा पनि आयो। अन्त लास्टमा चाहिँ डक्टर झट्काको तपाईँले देख्नुभयो होला। थ्याङ्क यू फर वाचिङ, बाई।